यो चाहिँ विजयपुरको पुल हो। आज तपाईहरुलाई म विजयपुरमा पुल कन्स्ट्रक्सन हुँदै भइरहेको छ त्यो देखाउन गइरहेको छु। विजयपुरको पुल बनिएको छ। म यो पुलमा हिँड्दैछु, बन्दै रहेको पुलमाथि हिँड्दैछु म। देख्न सक्नुहुन्छ तपाईहरु। पुलको बीचमा यस्तो के हो बनाइदै छ यहाँ, देख्न सक्नुहुन्छ। के होला यो, कमेन्ट गर्नुस् है। यो के हो, यो के बनाइएको हो, कमेन्ट गर्नुस् है। पुल लगभग निर्माण सकिन लागेको छ। टु लेनको पुल हो जस्तो छ यो। यो पुरानो पुल र नयाँ पुलको बीचमा ग्याप यतिको छ। यो बीचमा पनि यस्तो बनाइएको छ। जुन छ सबै जोइन्ट हो। ए यो चाहिँ दुईटा पुललाई जोइन गरेको ठाउँ रहेछ। मैले उहाँ दाइलाई सोधेँ, यो दुईटा पुललाई जोइन गरेको ठाउँ रहेछ यो। र उता पनि छ, यो चाहिँ बीचमा पनि छ।
पानी हाल्ने काम भइरहेको छ। यहाँ पुलमा पानी हाल्ने काम भइरहेको छ। यो ट्याङ्करबाट पानी हाल्ने काम भइरहेको छ त्यहाँ पुलमा। हो यो बिचमा पनि जोइन्ट रहेछ। यो चाहिँ दुईटा पुल जोइन गरेको ठाउँ रहेछ है। देख्न सक्नुहुन्छ तपाईँहरू। ठ्याक्कै यो दुईटा पुल चाहिँ यहाँबाट जोइन गरिएको छ। बिचमा खाली छ यो खाली भागले यहाँबाट जोइन गरेको छ दुईटा पुललाई। त्यहाँ यहाँ पनि जोइन्ट रहेछ। यो पुलमा टोटल 4वटा जोइन्ट छ। एउटा उताको एन्डमा, दुईटा बिचतिर र एउटा यताको एन्डमा। यसमा लिपोट अनि पिच गर्न यहाँ बाँकी छ। अनि ल पुलको काम चाहिँ त्यहाँदेखि सक्छ। ल यो चाहिँ मान्छे हिँड्ने फुटपाथ रहेछ। यो चाहिँ गाडी हिँड्ने पुल भइहाल्यो है। यो चाहिँ मान्छे हिँड्नको लागि बनाएको भयो। बिचमा अब रेलिङ पनि हाल्छ अरे। मैले उहाँ दाइलाई अघि सोधेँ अनि यसमा पिच गर्छ अरे। लगभग कामहरू सबै सकियो अरे। अब थोरै काम मात्र काम छ। यो पुल निर्माण भएपछि एकदम ठिक हुनेछ। यसको जामलाई यसले ह्यान्डल गर्नेछ। पोखरा सुस्तरी विकसित हुँदैछ। अब पुलहरू बाटोघाटो बन्दैछ।